भरिन पनि कता गयो सबै आज रत्नज्योति माध्यमिक विद्यालयमा अध्ययन गर्नुहुने कक्षा 11 का विद्यार्थी भाइ बहिनीहरूले कक्षा 12 का विद्यार्थी भाइ बहिनीहरूलाई जुन फेयरवेल प्रोग्राम राख्नु भएको छ यो सबै विद्यालयहरूले
कक्षा 12लाई दिने प्रोग्राम एउटा संस्कृति जस्तै भइसकेको छ। यो महत्त्वपूर्ण प्रोग्राम का सभापति हाम्रो विद्यार्थी नानु, त्यस्तै गरी व्यासमा आसीन रत्नज्योति विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टराई सर, सुपरभाइजर तीर्थ राजनकार सर, प्लस कोअर्डिनेटर भुवन सुवेदी सर र कक्षा 12मा पढाउनु हुने सम्पूर्ण आदरणीय गुरुहरू, हाम्रो राजेश भाइलाई पनि म देखिराखेको छु र प्यारा विद्यार्थी भाइ बहिनीहरू, धेरै महत्त्वपूर्ण कुराहरू विद्यालयको बारेमा, विद्यार्थीहरूको जीवनको बारेमा, विद्यार्थी भाइ बहिनीहरूको भविष्यको बारेमा हाम्रा सरहरूले भनिसक्नु भएको छ। अब मैले भन्नुपर्ने केही छ जस्तै लाग्दैन मलाई, र पनि मैले एउटा दुईवटा कुरा त बोल्नु पर्यो। विद्यार्थी भाइ बहिनीहरूले प्रमुख अतिथि भन्नुभएको छ, म पनि विद्यार्थी भाइ बहिनीहरूकै एउटा परिवारको सदस्य हुँ। आजभन्दा 26-27 वर्ष अगाडि 2055 सालमा स्थापना भएको एसआरजी स्कुल, मैले सधैँ एउटै सपना मैले देख्ने गर्थेँ, यो रत्नज्योति यो पोखरामा यस्तो विद्यालय होस् जुन विद्यालयमा सबै विद्यार्थी भाइ बहिनीहरू एउटै उद्देश्यले आउने गरून् कि रत्नज्योति एउटा यस्तो समुद्र हो जुन समुद्रमा ज्ञानले भरिएको छ, र त्यो ज्ञानको समुद्रमा सबै विद्यार्थी भाइ बहिनीहरू एकुन्टा आफूसित भएको एउटा भाँडाहरू लिएर आउनु र जसले जति सक्छ त्यति त्यो ज्ञान लिएर जाउँ र आफ्नो उज्जवल भविष्य निर्माण गरौँ भन्ने उद्देश्यले रत्नज्योति स्थापना भएको हो। मलाई लाग्छ विद्यार्थी भाइ बहिनीहरूले रत्नज्योतिको इतिहासलाई हेर्नुभयो भने राष्ट्रिय पत्रिका मात्रै होइन, राष्ट्रिय टेलिभिजनले प्रत्येक 15 दिनमा रत्नज्योतिको प्रसारण गर्थ्यो। लामो समय, मलाई लाग्छ 4-5 वर्ष रत्नज्योतिको विद्यार्थीको बारेमा, रत्नज्योतिको स्कुलको बारेमा राष्ट्रिय नेपाली टेलिभिजनले प्रसारण गर्थ्यो। रत्नज्योतिले बनाएका रोबोटहरू, रत्नज्योतिको चाहिँ राष्ट्रमै साइन्समा रत्नज्योतिको विद्यार्थी सर्वोत्कृष्ट भएर विभिन्न ठाउँमा हामीले पनि सम्मान गऱ्यौँ। हामी सधैँ के चाहन्छौँ भने रत्नज्योतिमा पाइला राख्ने हर विद्यार्थीहरूको भविष्य सुनिश्चित हुनुपर्छ। रत्नज्योतिमा आइसकेपछि विद्यार्थीले आफ्नो भविष्य कोरेर जाउँ। हामीले रत्नज्योतिबाट 12 पास गर्न जाँदै गर्दा, कोही भेट्दै गर्दा हाम्रो विद्यार्थीलाई देखेर टाउको फर्काएर हिँड्न नपरोस्। कोही हामीले हाम्रो विद्यार्थीलाई देख्दै गर्दा हाम्रो गर्वले हाम्रो छाती चौडा होस्, शिर उचा होस् र मेरो विद्यार्थी हो भनेर गर्व गर्न पाऊँ। फेरि भन्दै गर्दा एउटा राम्रो पढ्ने विद्यार्थी भाइ बहिनीको मात्रै भविष्य उज्जवल हुन्छ भन्ने होइन। अहिले शिक्षा भनेको धेरै विद्यार्थीले आफ्नो भविष्य उज्जवल बनाउनको लागि धेरै क्षेत्रहरू छ। स्कुलमा आएर विद्यार्थी भाइ बहिनीहरूले आफ्नो भविष्य खेलकुदमा देख्न सक्छन्। यदि विद्यार्थी भाइ बहिनीहरूलाई मेरो क्षमता खेलकुदमा छ जस्तो लाग्छ भने विद्यार्थी भाइ बहिनीहरूले आफ्नो पढाइको साथसाथै खेलकुदलाई पनि प्रश्रय दिनुपर्छ।
यदि कुनै विद्यार्थी भाइ बहिनीहरूलाई होइन मेरो क्षमता सङ्गीतमा छ, कलामा छ भन्ने जस्तो लाग्छ भने विद्यार्थी भाइ बहिनीहरूले आफ्नो पढ्दै गरेर बचेको समयलाई आफ्नो सङ्गीतमा आफ्नो क्यारियर गर्नुपर्छ। र कुनै विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो ड्रइङमा विभिन्न क्षेत्रमा आफ्नो क्यारियर गर्नुपर्छ र त्यसलाई रत्नज्योतिले अगाडि बढाउँछ। म विद्यार्थी भाइ बहिनीहरूलाई के अनुरोध गर्छु भने कहिलेकाहीँ पढ्दै गरेको त्यो रिजल्ट, त्यो सर्टिफिकेट मात्रै सर्भिसर होइन। एउटा मिडियम खालको विद्यार्थी भाइ बहिनीले पनि आफ्नो भविष्यलाई उज्जवल बनाउन सक्छन्। तर विद्यार्थीसँग लगनशीलता हुनु पर्यो। हुनसक्छ एउटा राम्रो पढ्ने विद्यार्थीले एउटा व्यवसायमा अगाडि बढ्न सक्नुहुन्छ, आफ्नो नोकरीमा अगाडि बढ्न सक्नुहुन्छ। र कुनै विद्यार्थी भाइ बहिनीहरू डक्टर हुनुहोला, इन्जिनियर हुनुहोला, प्रोफेसर हुनुहोला, शिक्षक प्राध्यापक हुनुहोला, तर तमाम विद्यार्थी भाइ बहिनीहरू डक्टर इन्जिनियर बन्न सक्नुहुन्न। र जोसँग पढाइमा अब्बलता छैन र पनि आफ्नो लगनशीलता, मेहनत गर्ने एउटा बानीको विकास गराउनु विद्यार्थीको त्यो पनि अर्को एउटा योग्यता हो जस्तो लाग्छ। त्यसैले गर्दा विद्यार्थी भाइ बहिनीहरू आफूसित पढाइको अलावा जुन क्षेत्रमा आफूलाई विद्यार्थी भाइ बहिनीहरूले अब्बल देख्नुहुन्छ, मसित यो खालको सिप छ, यो खालको क्षमता छ भनेर विद्यार्थी भाइ बहिनीहरूले आफूलाई जज गरिराख्नु भएको छ भने त्यो फिल्डलाई पनि विद्यार्थी भाइ बहिनीहरूले अगाडि बढाउनुपर्छ। र त्यसै मात्रै विद्यार्थी भाइ बहिनीहरूले आफ्नो उज्जवल भविष्य कोर्ने हो। त्यसैले गर्दा विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो भविष्यको बारेमा पनि चिन्ता गर्नको लागि मैले अनुरोध गरेँ र आफ्नो उज्जवल भविष्य कोर्नको लागि विद्यार्थी भाइ बहिनीहरू आफै पनि लागि पर्नुपर्छ। आफ्नो समयलाई सही ठाउँमा लगाउनुहोस्, समयको राम्रोसँग प्रयोग गर्नुहोस् र आफ्नो भोलिको भविष्य के हो, भोलिको भविष्यको एउटा उद्देश्य र लक्ष्य लिएर अगाडि बढ्नुहोला। र जुन विद्यार्थी भाइ बहिनीहरू 11मा हुनुहुन्छ, 11मा पढ्दै गर्नुभएका हाम्रा प्यारा विद्यार्थी भाइ बहिनीहरूले राम्रोसँग अध्ययन गर्नुहोस्। समय छोटो छ र विद्यार्थी भाइ बहिनीहरूको लागि कहिलेकाहीँ 1-2 महिनाको समयले प्रायः प्रयोग गर्न सक्छ। अबको समय विद्यार्थी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले आफ्नो पढाइमा ध्यान दिनको लागि अनुरोध गरे र अबको परीक्षामा सबै 12मा पढ्दै गर्नुभएका विद्यार्थी भाइ बहिनीहरूले उत्कृष्ट नतिजा लिएर आएर आफ्नो भविष्यको त्यो गोरेटो पर्नुहोस् र आफ्ना बुवा आमाको सपनालाई साकार पार्नुहोस् र विद्यालयको पनि एउटा शिर उचा राख्नको लागि र यहाँलाई जुन शिक्षक शिक्षिकाज्यूहरूले पढाउनु भएको छ उहाँहरूको पनि एउटा मेरो विद्यार्थीको रिजल्ट यस्तो आयो भन्दा गर्वले छाती ठुलो हुने काम गर्नको लागि अनुरोध गर्दै सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना गर्दै र कक्षा 11का विद्यार्थी भाइ बहिनीहरूले जुन यति राम्रो कार्यक्रम गर्नुभएको छ, सांस्कृतिक कार्यक्रम देखाउनु भएको छ, जुन खालको हाम्रो यो कार्यक्रम सञ्चालक हाम्रो बहुप्रतिभाशाली विद्यार्थी भाइले जसरी एउटा कार्यक्रम चलाउनु भएको छ सबैप्रति आभार व्यक्त गर्दै र रत्नज्योतिको शिर, रत्नज्योतिको गर्व भनेको विद्यार्थी भाइ बहिनीहरूको उज्जवल भविष्य हो। यहाँहरूको रिजल्टसँग रत्नज्योतिको भविष्य जोडिएको छ भन्दै मेरो केही भनाइ यही गर्न चाहन्छु। हस्त नमस्ते। Thank you so much, dear Chintan Patel. Respected chairperson of this grand ceremony, our chief guest, our school's director, as well as the chairperson of the Professor Kaski, Yamuna Adhikari sir. Likewise, our school's KSMC chairman, Yuvraj Kastara sir, our school's principal, Mr. Prasad Patrai sir, school supervisor,
Tirtharaj Akasar. However, they are absent. I would like to remember our Vice Principals, Anita Adhikari ma'am and Susmita Paudel ma'am. Likewise, I would like to remember our school's Chief Administrator, Kamala Kastala ma'am. Basic level in charge, Ayush Kalan teacher. Dear teachers of +2 program, the students of grade 12, we have come to attend this ceremony wearing beautiful costumes. I would like to remember all of you and all the entire organizers of grade 11. Today it's my immense pleasure to organize such a program in such a period of time. Dear students, till Chaitra 8, the grade 12 students were in the pre-board examination. Immediately from that date, the grade 11 students and their pre-board examination we operated until 17th of this month. After that, there are 2 more holidays, so that we did not have enough time to organize this program. However, in a very short period of time, we become able to organize this program in such a grand manner. It has become possible by the hard work of my dear grade 11 students. First of all, I would like to offer a big salute to all the grade 11 students. It is only possible by your hard work, by your devotion to this program. Otherwise, it would not be possible. After this, I would like to offer my big salute to grade 12 students. Dear grade 12 students, you also did not have the time. You were preparing for the final exam, and the school educational activities were spontaneously continued. However, in a very short period of time, just yesterday, we completely finalized this program. Just yesterday, we completely finalized this program. By the short invitation, we have become able to attend this program in such a manner. It's not a joke. It is never possible. It has become only possible at SRJ. So that in this regard, I would like to proud of myself being a family member of SRJ. SRJ has made a remarkable history in most of the activities here, students. Our school is a leading school in Pokhara Valley. Our leading institutional school in Pokhara Valley. Our school's director, Hemanta Adhikari sir, he has led so many social organizations. Not only these, there are nearly 50 schools in Kaski district. They are under the logo of Aircraft Kaski. He is the chairperson of this institution, and from that institution, he has been ruling nearly 50 schools of Pokhara Valley. Is it a minor task? What do you think? It's a very great achievement, great pride of our school. Under his leadership, we are organizing several curricular as well as co-curricular activities at SRJ. I would like to pay my special tribute, a huge respect to him. Today, our students of grade 11 has made him the chief guest of this program. I think it is a very great justice to the program. Likewise, dear students, today what to tell or what not to tell. So many thoughts, so many feelings came in my mind. I have become quite emotional. Just last year, in the month of Shravan, I get a golden chance to join with the SRJ family. Not only to join this institution, glorious institution, I got an opportunity to lead the +2 section. Before that time, our +2 used to run in the day shift.
under my leadership, we have made a huge plan to run the program in the morning shift with some additional education programs. Last year, we added hotel management subject, management and science subject. It was a very hard time to collect the students at that time. However, by the support of the students of SRJ, the then grade 10, we have become able to collect nearly 40 students in grade 12. By the number 14, we had to run 3 programs, educational programs: science, management, and hotel management. At that time, we did not have HM lab. We did not have regular bus service for the plus 2 program. We did not have the teachers, the specified teachers at that time for the newly added subjects. We did not have so many things, but by the collaboration with the SRJ family and by the collaboration with the students, we have become able to successfully complete grade 11. It's a matter of great pleasure. At present, we have grade 11 and 12, and we have nearly 100 students in both classes. This year, it has become a bit easier to run the program. We have done so many things, I think, but we are not satisfied. We have to do so many things in our institution. We have set up a minor type of HM lab. We have set up regular bus service for the morning program also. We have selected very young, very energetic, very dynamic teaching faculties in our plus 2 program. By the entire team's contribution, SRJ is marching ahead in the path of success, in the path of prosperity. Dear students, it's a matter of great pleasure. Now we have erected 21 rooms, huge building in our school's premises. It was not an easy task for SRJ family to erect such a huge building in our premises. However, we have the dream. We still have the dream. Our dream has made it possible. I'm sure next year we will have a very huge volume of the students. We'll have so many students. We'll have so many students by the support of currently grade 12 students and currently grade 11 students. I'm very much hopeful. I'm very much optimistic to the success of our institution. Let's not talk about the institution much. Today, we are almost in the final program of the academic year 2081. Our grade 12 students are going to appear your board examination very soon. From upcoming Vaishak 11, you all grade 12 students are sitting for the final examination. Dear students, remember please one thing: it is not under our control. It is not under your control as well, because it is the board examination. The questions will be from National Examination Board. Your copies will be checked at different provinces, so that please nobody will remember your face. Nobody will remember your contribution, academic contribution. Only your copies, what you write, what you fill up, will give you the result. So that please, with a very humble request, and again requesting you all, please study well. Make a very good preparation of the exam. Your result would be our property. Your result would be your parents' property. Your result would be your
seriously, very sincerely, I'm hopeful you will give us a very beautiful gift. What is that gift? You know, the very excellent type of result in the board examination. If you give us the excellent type of examination result, that would be a very great, precious gift for SRJ family. Dear students, let's not talk about it also. Today you are in the mood of entertainment. You like to entertain, you like to enjoy in our program. So that please, I would not like to suggest you many more things. However, finally, I would like to request you all, SRJ family is always seeking your help. SRJ family is always expecting your help. Today, I would like to announce one thing. Dear students, you think that today is our farewell program, and after the final examination of grade 12, we will not be attached to the SRJ family. If you think so, you are completely wrong. Today, we will take a group photo, and that group photo will be kept in a big frame, huge frame, and will be kept in the office of plus 2 coordinator. I will always observe the pictures, and I always get motivated by observing your charming faces. Not only this, I'm thinking to establish an alumni association under your leadership after your final examination. After your final examination, we'll create a public forum for you. That is Alumni Association. The former students of our school all will be joined over there, and they will guide our school for its success, for its betterment. I would like to announce you these two things, and I would like to request you, this time we are very near to the admission program of nursery to 10 classes. In your locality, in your surrounding, if there are junior students who like to join SRJ from nursery to grade 12, grade 9, you can inspire them and you can join them in our college institution. And in the upcoming Ashar, I would like to request you all to join your brothers and sisters in our costume program. I'm hopeful and very much optimistic you will do so. Finally, expecting a long cooperation with you all, I would like to have my speech over here. Expecting the grand success of this program. Thank you so much. Jai Ratnajyoti. I will say Jai Ratnajyoti and you have to follow me for 3 times. Could you do this? Please. Jai Ratnajyoti. In a very single sound. Jai Ratnajyoti. Finally, Jai Ratnajyoti. Just thank you so much. Thank you so much for your time. Thank you. धन्यवाद कार्यक्रम संचालक चेतन बाबू। इस रत्नज्योति माध्यमिक विद्यालय में कक्षा 12 में अध्ययनरत विद्यार्थी भाई बहनीहरूको परीक्षा सफलता को शुभकामना तथा फेयरवेल कार्यक्रम का अध्यक्ष इस फेयरवेल कार्यक्रम का प्रमुख अतिथि हाम्रो विद्यालय का निर्देशक एक का सर्वाध्यक्ष आदरणीय हेमंत अधिकारी सर, विद्यालय का सुपरवाइजर, प्लस 2 कोअर्डिनेटर, शिक्षक मित्रहरू र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट तथा विद्यालयको तर्फबाट स्वीकार्न चाहन्छु अभिवादन। भाइ बहिनीहरू अलिकति संयम र धैर्य भइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। रत्नज्योति माध्यमिक विद्यालय यो बेसिक लेभल होइन, माध्यमिक विद्यालय हो, सेकेन्डरी लेभल स्कुल हो, बेसिक लेभल स्कुल होइन।
यसलाई अलिकति प्रचारात्मक रूपमा लैजानको लागि म हार्दिक अनुरोध गर्दछु। धेरै कुराहरू गोपाल सरले गरिसक्नु भएको छ, धेरै कुराहरू कृष्ण सरले गरिसक्नु भएको छ। यो विद्यार्थीको कार्यक्रममा मैले धेरै समय लिने छैन। फेरि पनि विद्यालयको प्रिन्सिपलको हैसियतले केही एउटा दुईटा नयाँ कुराहरू म यहाँ व्यक्त गर्न चाहन्छु। कक्षा 12 का विद्यार्थी भाइ बहिनीहरू अगाडि ध्यान दिनको लागि म हार्दिक अनुरोध गर्दछु। तपाईहरुको परीक्षा नजिक आइनेछ। त्यो परीक्षा धेरै राम्रो गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं। तपाईहरुको परीक्षाको नतिजाले तपाईहरुको भविष्य मात्रै हैन, रत्नज्योतिको भविष्य पनि त्यहाँ जोडिएको छ, हाम्रो भविष्य पनि त्यहाँ जोडिएको छ। त्यसकारणले सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू भोलि उपरान्त अलि राम्रोसँग परीक्षालाई परीक्षा सम्बन्धी कुरामा नै मध्यनजर गर्दै आफ्ना कुराहरू आफ्ना लगनशीलहरू अगाडि बढाउनु हुनेछ भन्ने पनि म विश्वास लिएको छु। र यो कार्यक्रममा आयोजना गर्ने कक्षा 11 का भाइ बहिनीहरूलाई अहिले भुवन सरले भनिसक्नु भएको छ 2 दिनको अन्तरालमा हामीले कार्यक्रम आयोजना गर्न सफल भयौं। त्यसकारणले पनि हामी कक्षा 12 का विद्यार्थी भाइ बहिनीहरूको परीक्षालाई मध्यनजर गर्दै यो कार्यक्रमलाई छोटो बनाउन छिटो सक्न हामीले पनि प्रयास गरेका हौं। फलस्वरूप यहाँहरूको साथ र सहयोगले यो कार्यक्रम छिटै सम्पन्न हुनेछ। विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। अहिले भुवन सरले भनिसक्नु भएको छ रत्नज्योति माध्यमिक विद्यालयमा मण्टेश्वरी कक्षादेखि कक्षा 9 सम्म नयाँ भर्नाको अभियान सुरु भइसकेको छ। यहाँका छरछिमेक, यहाँका इष्टमित्र, यहाँका चिन्जान सम्पूर्णलाई रत्नज्योति माध्यमिक विद्यालयमा अहिले हुँदै गइरहेको विकासलाई प्रचार प्रसार गरिदिनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। नयाँ कन्स्ट्रक्सन बिल्डिङ बनिरहेको छ, देखिरहनु भएको छ। भित्र फल सिलिङ हालिसकेको छ, भित्र जिप्सन राखिसकेको छ। बिस्तारै बाहिर जिप्सन राख्दैछौँ, रङ रोगन सुरु भइसकेको छ। अबको 1 महिनाभित्र रत्नज्योतिलाई झिलिमिली बनाउने हाम्रो विश्वासलाई तपाईहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा र विश्वासका साथ छोटो शुभकामना मन्तव्य अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय रत्नज्योति। शुभकामना सँगसँगै फेयरवेल विदाई कार्यक्रमको औपचारिक कार्यक्रमका अध्यक्षज्यू राजु कार्कीजी, विद्यालयका निर्देशक एवं व्यापक संकासका अध्यक्षज्यू, विद्यालयका प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षक स्टाफहरू, क्लास 2 कोअर्डिनेटर, कक्षा 12 मा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू एवं कक्षा 11 मा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, हामी झन्डै 2 वर्षमा एकाडेमिक कोर्स पुरा गरेर कक्षा 12 बाट विदाई हुने तर्खरमा लागेका छौँ। सर्वप्रथमतः म सम्पूर्ण कक्षा 12 मा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरूलाई परीक्षा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। आज तपाईहरु विद्यालयको तर्फबाट कक्षा 11 का विद्यार्थी नानीहरूको तर्फबाट एउटा फेयरवेल प्रोग्राममा सहभागी भइरहनु भएको छ। यो समयसम्म आइपुग्दा हामीले विद्यालयमा गरेका विभिन्न शैक्षिक गतिविधिहरू, विभिन्न को-करिकुलर गतिविधिहरू र सँगसँगै तपाईहरुको सामाजिक, नैतिक र अन्य विभिन्न पक्षको विकासको निमित्त विद्यालयको तर्फबाट गरेका गतिविधिहरूले तपाईको भावी जीवन सुखमय हुनेछ, मङ्गलमय हुनेछ। त्यो समय शुभकामना व्यक्त गर्न चाहन्छु। औपचारिक रूपमा करिब 2 वर्ष लामो एकाडेमिक कोर्स पढाइरहँदा कतिपय दिनमा हामीले कक्षामा तपाईहरुलाई अलि नमिठो पनि बोल्यौं होला, कतिपय दिनमा अलि चर्को स्वरमा गाली पनि गर्यौं होला, कतिपय दिनमा त कक्षामा अगाडि ल्याएर म ब्याउँछु, कहिलेकाहीँ 2-4 मिनेट कक्षाको ढोकाबाट बाहिर निकाल्छु पनि भन्यौं होला। यी सम्पूर्ण तपाईहरुलाई गरेका यी गतिविधिहरू तपाईको भावी रिजल्ट सुधार गर्नको निमित्त, तपाईको पर्फर्मेन्स उच्च बनाउनको निमित्त गरिएका प्रयासहरू थिए र तिनै प्रयासको रूपमा मात्रै तपाईहरुले त्यसलाई लिनुहुनेछ। यो करिब
2 वर्ष लामो एकाडेमिक कोर्स सञ्चालनको क्रममा विद्यालयमा भएका जति पनि राम्रा कुराहरू तपाईँहरूले सिक्नुभएको छ त्यसलाई आफ्नो जीवनमा उपयोग गर्ने र एउटा असल नागरिक बन्ने कर्तव्य निर्वाह गर्ने राष्ट्र सेवाको यी कुराहरूमा लाग्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ र कहिलेकाहीँ केही नमिठा र तिता कुराहरू गरेका रहेछौँ भने यस आर्जेनको कम्पाउन्डभन्दा बाहिर जाँदा ती सबै कुरालाई बिर्सिदिनको निम्ति समेत म अनुरोध गर्दछु। उमेरको हिसाबले अनुभवको हिसाबले तपाईँहरू हामीभन्दा अन्य कम उमेरको कम अनुभवकै हुनुहुन्छ भन्ने लाग्छ। तपाईँहरूले भविष्यमा जुन एउटा राष्ट्रको सच्चा नागरिक र विभिन्न राज्यलाई आवश्यक पर्ने जनशक्तिको आपूर्ति गर्ने क्रममा तपाईँहरूले गरेका पर्फर्मेन्सहरू हामीले निरन्तर सदा देखिरहनेछौँ। कहिले बिरामीको रूपमा अस्पतालमा लौरो टेकेर पुग्दा तपाईँहरू त्यहाँको हेड कर्मचारी वा डाक्टरको रूपमा आफ्ना सिनियरहरूलाई सम्मान व्यक्त गर्न आउनुहुनेछ। कहिले हामी उपल्लो उमेरमा पुगेर ब्याङ्कहरूमा वृद्ध भत्ता थाप्न लौरो टेकेर गइरहँदा तपाईँ त्यो ब्याङ्कको म्यानेजरको रूपमा सर म्याडमहरू नमस्ते भनेर अगाडि आउने अवस्थामा पुग्नुहुनेछ। हामी यो समेत अपेक्षा व्यक्त गर्न चाहन्छौँ र सँगसँगै तपाईँहरू रिजल्ट राम्रो बनाउने कुरा त छँदैछ, त्योभन्दा पनि असल तपाईँहरूको फ्युचर र तपाईँहरूको करियर, तपाईँहरूको मोरल इमान्दारिता र सच्चा जीवन असल बनाउन सक्नुहुनेछ भन्ने अपेक्षा गर्दै अन्त्यमा म तपाईँहरूलाई एउटा सानो शुभकामना रूपी मुक्तक वाचन गरेर तपाईँहरूको बिचबाट बिदा हुनेछु। आकाश जस्तै उच्च भावना, क्षितिज जस्तै छाया, आकाश जस्तै उच्च भावना, क्षितिज जस्तै छाया, प्रतिस्पर्धामा सधैँ अब्बल रहन सक्नु, यही छ यासार्जन फ्यामिलीको शुभकामना।